गुड इभिनिङ एभ्रिवान। हामी आज इयर इन क्लोजिङको सेसन गर्छौँ है। एज अ एकाउन्टेन्ट हामीले इयर इनमा जब आर्थिक वर्ष सकिन्छ त्यस पछाडि गर्नुपर्ने कामहरूको बारेमा चाहिँ हामी आजको सेसनमा चर्चा गर्छौँ है। ल, यहाँनिर यो स्क्रिन सेयर भइरहेछ होला, भइरहेछ। ल, सुरु गरौँ है। अब यहाँनिर हेरौँ, हामीले के गर्छौँ भन्दाखेरि इयर इन क्लोजर फङ्सन हो भनेको हामीले जब फिस्कल इयर सकिन्छ, साउनदेखि स्टार्ट भएर असारमा जब सकिन्छ अनि त्यस पछाडि गर्नुपर्ने कामहरू के हुन्छ, त्यसको चेकलिस्टहरू के हुन्छ भन्ने कुरा आज हामी सरसर्ती हेर्छौँ है। अब त्यसमा चाहिँ क्लोज गरौँ। एउटा हुन्छ फिजिकल काउन्टिङ एन्ड भेरिफिकेसन अफ स्टक है। जुन क्लोजिङ स्टक हुन्छ इन्भेन्ट्रीहरू, त्यसको चाहिँ एज पर बुक र एज पर फिजिकल स्टक मिलेको छ कि छैन भन्ने कुरा क्रस चेक गर्नुपर्ने हुन्छ जब फिजिकल इयर सकिन्छ है। त्यो कसरी गर्ने भन्दाखेरि त्यसको लागि सुरुमा हाम्रो ट्यालीमा अथवा कुनै सफ्टवेयरमा एन्ट्री गरेको हुन्छ स्टक है। त्यो स्टकलाई हामी एक्सपोर्ट गर्ने, ठिक छ। ट्यालीमा अथवा कुनै सफ्टवेयरमा जब स्टक एन्ट्री गरेको हुन्छ त्यो स्टक भनेको चाहिँ हाम्रो बुकको स्टक हो है। त्यो भनेको चाहिँ हाम्रो बुकको स्टक हो। अब यदि म्यानुअली राखेको छ भने स्टक बुकमा भएको रिपोर्ट भनेको चाहिँ स्टक एज पर बुक हो है। स्टक एज पर बुक भनेको त्यो हो। अनि त्यस पछाडि अब त्यसको सेट निकाल्ने है। बुकको स्टक कति छ भने मेरो चाहिँ चामल कति स्टक छ, अनि चिनी कति स्टक छ है। त्यस्तै गरी अरू इन्भेन्ट्रीको स्टकहरू के कति छ भनेर एज पर बुकको सुरुमा स्टक निकाल्ने। अनि त्यस पछाडि त्यो बुक अनुसार मिलेको छ कि छैन भन्ने कुरा भेरिफाई गर्नको लागि चाहिँ फिजिकल स्टक है, आफ्नो गोडाउनमा भएको स्टोरमा भएको सामानहरू फिजिकल्ली काउन्ट गर्ने के है। मेरो कति बोरा चामल एक्जिस्टिङ छ, कति बोरा कति किलो चाहिँ चिनी एक्जिस्टिङ स्टकमा छ भन्ने कुरा फिजिकल्ली काउन्ट गर्ने र त्यसको पनि रिपोर्ट गर्ने है। र दुईटाको बिचमा केही डिफ्रेन्स छ कि छैन, ठिक छ। जस्तो यहाँनिर फर इक्जाम्पल यहाँ एउटा सिट बनाइएको छ है। यो सिटमा यहाँ एसएन है, यहाँनिर चाहिँ आइटमको नामहरू है, कुन आइटम हो आइटमको नाम लेख्ने। अनि त्यस पछाडि ओपनिङ स्टक अनि क्लोजिङ स्टक एज पर बुक भनेको जुन हामीले ट्यालीबाट एक्सपोर्ट गर्छौँ त्यो स्टक है। अनि क्लोजिङ स्टक एज पर फिजिकल भेरिफिकेसन भनेको हामीले स्टक काउन्टिङ गर्दाखेरि जुन स्टक हामी फेला पार्छौँ त्यो स्टक यहाँ लेख्ने है। अब दुईटा बिचमा यदि डिफ्रेन्स छ भने है, एज पर बुकमा चाहिँ 10वटा छ अनि एज पर यतापट्टि हाम्रो फिजिकल काउन्टिङ गर्दाखेरि चाहिँ 5वटा छ भने डिफ्रेन्स आयो 5वटा हो। अब त डिफ्रेन्स हुनुको कारण चाहिँ के हो त, सेल्स बिल गर्दाको एन्ट्री नगरेर हो कि अथवा चाहिँ त्यसको चाहिँ एन्ट्री छुटेर हो कि के कारणले गर्दाखेरि स्टकमा डिफ्रेन्स आयो, त्यो स्टकको रिजन यहाँ लेख्ने है। स्टक दुईटा स्टक चाहिँ डिफ्रेन्स आउनु हुँदैन, तर के कारण डिफ्रेन्स आयो डिफ्रेन्स आएको कारण पत्ता लगाएर अनि यसलाई एडजस्ट गर्नुपर्ने हुन्छ, ठिक छ। यसरी स्टक डिफरेन्स निकाल्ने। अनि त्यस पछाडि प्रिपेयर स्टक भेरिफिकेसन रिपोर्ट है, यसलाई चाहिँ स्टक भेरिफिकेसन रिपोर्ट भन्छ। यसरी हामीले स्टक भेरिफिकेसन रिपोर्ट तयार गर्ने है। अब यो स्टकको डिफरेन्स आयो भने के असर पर्छ भन्ने कुराहरू हुन्छ होइन। अब हामीले चाहिँ यो रिपोर्ट तयार त पार्छौँ, तर यसलाई त्यतिकै छोड्यौँ भने फेरि यो समाधान भएन। हामीले के गर्नु पर्यो, एज पर बुक र एज पर फिजिकल स्टक चाहिँ इक्वल बनाउन पर्यो इयर इनमा जसरी पनि है। अब त्यो डिफ्रेन्स आयो भने चाहिँ ट्याक्सले पनि हेर्दाखेरि डिफ्रेन्सहरू भेटियो भने ठुलो ट्याक्स लाइबिलिटी भ्याटहरू त्यसमा चाहिँ 100% जरिमाना लाएर होइन, त्यसरी चाहिँ फाइनहरू पर्न सकिन्छ है। त्यो भनेको स्टक हामीसँग चाहिँ बुकमा चाहिँ स्टक छैन तर फिजिकल स्टक देखिरहेछ भनेको चाहिँ त्यो चाहिँ हामीले सरासर के भन्दाखेरि कारोबार चाहिँ लुकाएको जस्तो भयो क्या। अब स्टक चाहिँ खरिद गरेको नदेखाएर स्टक देखेको छैन बुकमा अनि फिजिकल स्टक देखिरहेछ भने पछाडि त्यहाँ त काहीँ न काहीँ लुपोल छ। अनि त्यस्तै गरी बुकमा चाहिँ स्टक टन्नै छ, बुकमा चाहिँ, तर हाम्रो यतापट्टि फिजिकलले चाहिँ स्टक छैन भने होइन, त्यो पनि भएन है, त्यो पनि ओभर स्टक भयो है। यो भयो भने पनि हामीले सेल्सको उता के अरे फिजिकल स्टक चाहिँ सेल्स गरिसक्यो, तर बिल नकाटेर स्टक बुकमा चाहिँ स्टक बढी देखिरहेछ, सो त्यहाँनिर पनि कारोबार
लुकाएको देखियो, त्यो हिसाबले गर्दाखेरि भ्याट पनि डबल लाग्छ, अनि त्यस पछाडि फाइन सहित पनि लाग्छ, अनि इन्कम ट्याक्स पनि डबल, अथवा डबल होइन, त्यसमा पनि जरिवाना सहित लाग्ने हो है। सो स्टकलाई क्लियरली भेरिफाई गरेर इयर इनमा स्टकलाई स्टक भेरिफिकेसन रिपोर्ट बनाउनु पर्यो। यो भनेको एउटा मेजर काम भयो इयर इनमा पनि है। ल, यति भएपछि स्टक भेरिफिकेसनमा क्लियर हो। अनि त्यस्तै गरी अब अरू कामहरू, ब्याङ्क रिकन्सिलिएसन्स है। ब्याङ्क रिकन्सिलिएसन भनेको चाहिँ के हो त ल, बिआरएस भन्छ यसलाई। ब्याङ्क रिकन्सिलिएसन भनेको पनि त्यही हो। अब हामीले हाम्रो ब्याङ्क ब्यालेन्स कति छ भन्ने कुरा हाम्रो सिस्टममा हुन्छ। एज पर बुक भनेको चाहिँ हाम्रो सिस्टममा भएको कुरा है। हाम्रो सफ्टवेयर ट्याली होस् अथवा अरू टिग होस्, स्वस्तिक होस्, जुनसुकै सफ्टवेयर होस्, हाम्रो सफ्टवेयरमा भएको रेकर्ड भनेको चाहिँ के हो, एज पर आवर बुक हो कि। अनि हाम्रो एज पर बुक र अब ब्याङ्कले राखेको हाम्रो एकाउन्टको ब्याङ्क ब्यालेन्स नमिल्न सक्छ है। तर त्यो त हामीले मिलाउनु पर्छ होइन, फरक त हुनु भएन। अब फरक भएको भए पनि त्यसलाई रिकन्सिलिएसन स्टेटमेन्ट बनाएर के कारणले गर्दाखेरि फरक भएको हो, त्यो रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनु पर्यो है। अब एज पर बुकमा हामीले के गर्ने, ट्यालीबाट अथवा चाहिँ कुन सफ्टवेयर चलाइरहेको छ त्यो सफ्टवेयरबाट हामीले ब्याङ्क लेजर एक्सपोर्ट गर्ने। त्यसमा के देखिन्छ, हाम्रो इयर इनमा असार इनमा कति ब्याङ्क ब्यालेन्स छ भन्ने कुरा ब्याङ्क लेजरबाट देखिने भयो हो। अनि त्यस्तै गरी हामीले हाम्रो जुन ब्याङ्कमा एकाउन्ट छ त्यो ब्याङ्कबाट के मगाउँछौँ, ब्याङ्क स्टेटमेन्ट मगाउँछौँ है। त्यो ब्याङ्कबाट हामीले के मगाउँछौँ, ब्याङ्कको आफ्नो स्टेटमेन्ट अथवा क्लोजिङ ब्यालेन्स सर्टिफिकेट ब्याङ्कले प्रोभाइड गर्छ है। अनि त्यो ब्यालेन्स बिचमा चाहिँ हामीले भिडान गर्छौँ होइन। अब दुइटामा इक्वल छ, मिसम्याच छैन भने त रिकन्सिलिएसन बनाउनै परेन, सब एज इट इज ठिक छ। तर डिफ्रेन्स आयो भने चाहिँ हामीले के गर्नुपर्छ, रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनु पर्छ होइन। अब दुईटा बिचमा के कारणले चाहिँ के अरे डिफ्रेन्स आइरहेछ त्यो कारण पत्ता लगाउने। जस्तै के हुनसक्छ, फर इक्जाम्पल हामीले विदेशबाट चेक काटेर असार मसान्तमा 31 गते चेक काटेर पेमेन्टको लागि चेक काटेर ब्याङ्क पठायौँ होइन। हाम्रो ब्याङ्कमा के अरे इन्ट्री भइसक्यो, हाम्रो स्टेटमेन्टमा इन्ट्री भएर हाम्रो ब्याङ्क ब्यालेन्स पनि घटिसक्यो सिस्टममा। तर त्यो चेक चाहिँ साटेको छैन अहिलेसम्म ब्याङ्क गएर है, जसलाई तिर्नुपर्ने हो त्यो चाहिँ ब्याङ्कमा पुगेको छैन, चेक लिएर मात्रै गयो तर ब्याङ्कमा साटेको छैन, साउन्डमा मात्रै साट्यो भने असार इनमा त के देखिने भयो, त्यो ब्यालेन्स चाहिँ ब्याङ्कमा चाहिँ बढी देखिने भयो, ब्यालेन्स एज पर हाम्रो बुकमा चाहिँ कम देखिने भयो हो। यो कारणले गर्दाखेरि डिफ्रेन्स आएको हो भनेर रिकन्सिलिएसन्स गर्नु पर्यो है। अनि त्यस्तै गरी कुनै पार्टीले चाहिँ हाम्रो ब्याङ्कमा पैसा जम्मा डिपोजिट गरिसक्यो, तर हामीले यतापट्टि इन्ट्री हाम्रो सिस्टममा चाहिँ इन्ट्री गर्न बाँकी छ असार 31 गतेमा भने त्यहाँ के देखियो, उता ब्याङ्कमा चाहिँ ब्यालेन्स बढी देखियो, हाम्रो लेजरमा चाहिँ कम देखियो भने चाहिँ यहाँ पनि डिफ्रेन्स यो कारणले आएको है। यसलाई चाहिँ हाम्रो के गर्नुपर्छ, यो फर्मेटमा ब्याङ्क रिकन्सिलिएसन्स स्टेटमेन्ट बनाउनु पर्यो। ठिक छ, यति गरे पछाडि हाम्रो के हुन्छ, ब्याङ्कको पनि काम सकिन्छ। यो सँगसँगै अर्को, यदि हाम्रो ब्याङ्कमा लोन छ है, ब्याङ्क लोन लिएको छौँ भने ब्याङ्कसँग अर्को कुरा केही पनि माग्न पर्छ भन्दाखेरि ब्याङ्क लोन इन्ट्रेस्ट सर्टिफिकेट है, लोन इन्ट्रेस्ट सर्टिफिकेट भन्छ। त्यसमा चाहिँ के हुन्छ लोन इन्ट्रेस्ट सर्टिफिकेटमा भन्दाखेरि हाम्रो इयर इनमा असार मसान्तसम्म कति आउटस्ट्यान्डिङ ब्यालेन्स छ लोनको है, लोनको आउटस्ट्यान्डिङ ब्यालेन्स कति छ है। अनि त्यस्तै गरी हामीले वर्षभरि इन्ट्रेस्ट कति तिरेको छौँ ब्याङ्कलाई, इन्ट्रेस्ट है। अनि त्यस्तै गरी ब्याङ्क चार्ज, हामीले ब्याङ्क चार्ज लोनको लागि ब्याङ्क चार्ज कति तिरेको छौँ त्यो कुरा पनि हाम्रो केमा आउँछ, ब्याङ्क इन्ट्रेस्ट लोन सर्टिफिकेटमा, लोन इन्ट्रेस्ट सर्टिफिकेटमा चाहिँ हामीलाई ब्याङ्कले प्रोभाइड गर्छ। यो पनि हामीले इयर इनमा गएर ब्याङ्कसँग माग्नु पर्यो है। यो कुरा पनि चाहिन्छ। अब हाम्रो इन्ट्रेस्ट एक्सपेन्स कति हो भन्ने कुरा चाहिँ यो डकुमेन्टबाट भेरिफाई हुन्छ है। त्यही भएर इयर इनमा गर्नुपर्ने काममा यो आउटस्ट्यान्डिङ लोनको लागि, इन्ट्रेस्टको लागि, ब्याङ्क चार्ज अथवा इन्सुरेन्स पनि हुन्छ है, लोनको इन्सुरेन्स पनि छ भने इन्सुरेन्स एक्सपेन्स पनि त्यहाँ हुन्छ। यसको लागि हामीले ब्याङ्कसँग के माग्नु पर्यो अरे, इन्ट्रेस्ट सर्टिफिकेट, इन्ट्रेस्ट सर्टिफिकेट है। बुझ्नु ठिक छ, ब्याङ्कको लागि यो भयो।
अनि हो मैले जुन कुरा भने त्यही कुरा यहाँनिर आइरहेछ हो। ब्याङ्कबाट हामीले के मगाउँछ अरे यो लोन इन्ट्रेस्ट सर्टिफिकेट भनेको यस्तो हुन्छ है, ब्याङ्कले यसरी प्रोभाइड गर्छ तपाईँको आउटस्ट्यान्डिङ ब्यालेन्स कति छ, अनि त्यसपछि तपाईँको इन्ट्रेस्ट एमाउन्ट कति छ, ब्याङ्क फिस चार्जहरू कति छ, यो कुरा यसरी दिन्छ। अनि यसबाट के थाहा हुन्छ अरे क्लोजिङ हाम्रो लोनको एमाउन्ट कति क्लोजिङ एमाउन्ट छ है, यो कुराहरू चाहिँ हामीलाई ब्याङ्कले प्रोभाइड गर्छ है। अनि त्यस्तै गरी अब अर्को मेजर काम भनेको हामीले हिजो अस्ति पनि हेऱ्यौँ पार्टी कन्फर्मेसन्स है। हामीले कुनै पनि पार्टीसँग वर्षभरिमा कति कारोबार गर्यौँ त, उससँग हामीले लिनुपर्ने अथवा दिनुपर्ने ब्यालेन्स कति छ है, त्यो भिडान गरेर लेजरहरू कम्पेयर गरेर अनि हामीले के बनाउनु पर्छ अरे पार्टी कन्फर्मेसन रेडी गर्नुपर्छ हरेक फिस्कल इयरमा हरेक पार्टीसँग है। हरेक पार्टीसँग के लिनु पर्यो हामीले, कारोबार भएको पार्टीसँग पार्टी कन्फर्मेसन लेटर लिनु पर्यो है। यो लिएन र हामीले कारोबार हाल्यौँ भने पछि गएर समस्या पर्न सक्छ है। यो भनेको चाहिँ फाइनल सर्टिफिकेसन हो, फाइनल एग्रिमेन्ट हो दुईटा पार्टी बिचमा। जस्तै यहाँनिर यो ब्युटी केयर इन्टरप्राइजेसबाट एबिसी सुपर मार्केटले के गरेको छ, यहाँनिर सामान किनेको छ यो वर्षभरिमा हो। अब ब्युटी केयरले पनि आफ्नो बुक हो, ब्युटी केयरले पनि आफ्नो बुकमा एकाउन्ट मेन्टेन गरेको हुन्छ है। यो भनेको पर्चेस के अरे सेल गर्ने पार्टीले पनि अनि एबिसी सुपर मार्केटले पनि पर्चेस गर्ने पार्टीले पनि आफ्नो बुकमा एकाउन्ट मेन्टेन गरेको हुन्छ हो। अब यसले सेल्स गर्दाखेरि यसले सेल्सको इन्ट्री गर्छ आफ्नो सिस्टममा अथवा चाहिँ बुक्समा, अनि पर्चेस गर्ने पार्टीले पनि आफ्नो सिस्टममा पर्चेसको इन्ट्री गर्छ होइन। तर के हुनसक्छ भन्दाखेरि दुइटै पार्टीले गरेको इन्ट्रीहरू म्याच नहुन सक्छ, इक्वल नहुन सक्छ। के कारणले गर्दाखेरि जस्तै बिल मिसिङ भएर होला, अथवा चाहिँ इन्ट्री मिसिङ भएर होइन, अथवा चाहिँ डबल एन्ट्री भएर विभिन्न कारणले गर्दाखेरि यो बुक चाहिँ दुईटा पार्टीको एकाउन्टमा बराबर नहुन सक्छ है। तर अब हामीले इयर इनमा गएर हामीले कुरा गर्दैछौँ इयर इनको कुरा होइन, आर्थिक वर्ष फिनिस भए पछाडि गर्नुपर्ने कामको कुरा गर्दैछौँ। अब हाम्रो आर्थिक वर्ष सके पछाडि चाहिँ हामीले के गर्नुपर्छ, हामीले जुन पार्टीबाट किनेको त्यो पार्टीसँग सर तपाईँकोमा हाम्रो कारोबार कति देखिरहेछ भनेर हामीले उसबाट लेजर मगाउन सकिन्छ होइन। अनि हामीले चाहिँ उसँग कन्फर्मेसन मगाउन सकिन्छ। त्यो गरे पछाडि चाहिँ दुइटै पार्टीको एकाउन्ट हेर्न सकिन्छ होइन। अनि दुइटै पार्टीको एकाउन्टमा ब्यालेन्स बराबर छ भने अनि हामीले के गर्नु पर्यो, कन्फर्मेसन बढाउनु पर्यो। त्यो नै हाम्रो कारोबारको फाइनल एउटा सर्टिफिकेसन अथवा एग्रिमेन्ट हो है। त्यो कारणले गर्दाखेरि यो एकदमै इम्पोर्टेन्ट हुन्छ। फाइनेन्सियल इयर सके पछाडि हामीले पार्टीलाई फलोअप गर्न थालिहाल्नु पर्यो है, नत्र भने के हुन्छ अलिक पछि हुँदै गए पछाडि ढिलो हुँदै गए पछाडि पार्टी पनि आफ्नो एकाउन्टको लागि दौडधुप गरिरहेको हुन्छ, रेस्पोन्स नगर्ने होइन, ढिलो गरिदिने। त्यो भएकोले हाम्रो सबै कामहरू चाहिँ धक्कलिन्छ, पछि अडिट पनि धक्कलिन्छ, ट्याक्स क्लेम्स पनि धक्कलिन्छ। सो फिस्कल इयर सकिन्छ असार 31 गते, साउन 1 गतेबाट नि आफ्नो पार्टीको चेकलिस्ट बढाउने, कुन कुन पार्टीसँग चाहिँ हामीले यो वर्षभरि कारोबार गरेको छ त्यसको चेकलिस्ट हुनु पर्यो अनि कन्ट्याक्ट हुनु पर्यो। डेली त्यसलाई चाहिँ फलोअप गरिराख्नु पर्यो है, अन्टिल एन्ड अनलेस कन्फर्मेसन नहुन्जेलसम्म चाहिँ त्यो गर्नु पर्यो। अनि कन्फर्मेसनको छुट्टै एउटा फाइल नै छुट्टै बनाउनु पर्यो है, फिस्कल इयर 2081-82 भनेर छुट्टै एउटा फाइल क्रिएट गर्ने, अनि त्यसमा हरेक पार्टीको के गर्ने कन्फर्मेसन राख्ने होइन। अनि आफ्नो चेकलिस्टमा आएको आएको पार्टीको चाहिँ टिक लगाउँदै जाने अथवा राइट लगाउँदै गएर त्यसरी कन्फर्म हुने है। सो यो कन्फर्मेसन रेट भनेको एकदमै इम्पोर्टेन्ट हुन्छ। पछि गएर मिसम्याच परियो होइन, अनि त्यस पछाडि चाहिँ हामीसँग फर्स्ट माग्ने ट्याक्स अफिसले अथवा चाहिँ अरू एजेन्सीले माग्ने फर्स्ट डकुमेन्ट भनेकै चाहिँ पार्टीबाट लिएको पार्टी कन्फर्मेसन हो कि। सो त्यति बेलाको लागि पनि रेडी हुनको लागि चाहिँ यो अनिवार्य रूपमा राख्नु पर्यो। ठिक छ। अब यदि उताबाट आउन सकेन भने आफैले प्रिपेयर गरेर भए पनि उसलाई फरवर्ड गरिदिने। त्यहाँनिर के लेखेको हुन्छ भन्दाखेरि चाहिँ यो कन्फर्मेसन लेटर चाहिँ यति दिनभित्र रेस्पोन्स गरेन भने यसलाई चाहिँ रेस्पोन्स गरेको मानिनेछ भनेर त्यहाँनिर रिमार्क्समा लेखेकै हुन्छ। सो पछि आफू चाहिँ डिफेन्ड हुन्छ कि। सो यो इम्पोर्टेन्ट रूपमा यसलाई राख्नु पर्यो। अनि त्यस्तै गरी अब इयर इनमा हुने अरू कामहरू
अब त्यहाँनिर हामीले इयरिङ सके पछाडि हामीले दुईवटा पार्टी बिचमा चाहिँ हामीले के गर्छौँ, लेजर भिडान गर्छौँ होइन। त्यो गरे पछाडि कुनै बिल मिसिङ भएको छ होइन, हाम्रो एकाउन्टमा चाहिँ बिलहरू छुटेछ, बिल छुटेछ भन्ने बित्तिकै हाम्रो खरिद खाता पनि मिसिङ भयो, खरिद खाता पनि हाम्रो इन्कम्प्लिट भयो होइन, त्यसकोमा हामीले लगाएको भ्याटमा पनि त्यो मिसिङ भयो। सो हामीले के गर्नुपर्छ, त्यो छुटेको बिलहरूको स्क्यान हुन्छ अथवा चाहिँ सब हार्ड कपी भयो भने हामीले पार्टीसँग मगाउने, मिसिङ बिलहरू मगाउने होइन। मिसिङ भएको बिलहरू 1 इयरसम्म भ्याटमा पनि रिकन्साइल गर्न मिल्छ होइन, एडजस्ट गर्न मिल्छ। सो बिलहरू मगाउने अनि त्यस पछाडि त्यो बिललाई पनि के गर्ने, भ्याटमा अर्को महिनामा एडजस्ट गराउने अनि हाम्रो बुकमा पनि इन्ट्री गर्ने है। जस्तै हाम्रो ट्यालीमा के छ, बिल मिसिङ छ, त्यो पार्टीको बिल इन्ट्री गर्न बाँकी रहेछ भने त बिल मगाएर इयर इन्डमा इन्ट्री गर्न सक्यो होइन। ट्याली अथवा कुनै जुन सफ्टवेयर छ त्यसमा इन्ट्री गर्न सक्यो। अनि त्यही अनुसारले हामीले पर्चेस बुकमा पनि राखेर भ्याटमा पनि एडजस्टमेन्ट गर्न सक्यो है। के गर्नु पर्यो, दुईवटा पार्टीको हामीले लेजर भिडाउने, यदि मिलेन भने कुन बिल मिसिङ भएको छ, मिसिङ भएको बिलहरू उनीहरूसँग मगाउने है, अनि त्यसको इन्ट्री गर्ने। नत्र भने बिल मिसिङ हुनु भनेकै हाम्रो स्टक पनि, एउटा बिल मिसिङ भनेको केमा हिट गर्छ, एउटा बिल मिल्दैन, अर्को पर्चेस मिल्दैन, अर्को स्टक मिल्दैन, अर्को सिआर क्रेडिटर मिल्दैन हो, अर्को भ्याट मिल्दैन, यो पाँचवटा कुरा मिल्दैन क्या एउटा बिल मिसिङ हो भने, त्यत्रो ठाउँमा हिटिङ हुन्छ। सो बिलहरू एकदमै प्रोपरली हुनु पर्यो है। इयर इनमा गएर कुनै बिल मिलेन, कुनै पार्टीसँग चाहिँ लेजर मिलेन भने त्यो पार्टीसँग बिल मगाएर भए पनि इन्ट्री गरेर बिल मगाउनु पर्यो। अनि त्यसको इन्ट्री गर्नु पर्यो होइन, पर्चेसमा इन्ट्री गर्नु पर्यो, सेल्स बुकमा इन्ट्री गर्नु पर्यो, यसरी पर्चेसमा इन्ट्री गर्नु पर्यो होइन, स्टकहरू मिलाउनु पर्यो यसरी है। त्यस्तै गरी भ्याट रिकन्सिलिएसन होइन, हामीले वर्षभरिमा चाहिँ भ्याट हालेको हुन्छौँ। भ्याट भनेको त अब मन्थली मन्थली हालिन्छ होइन, 1 करोडभन्दा कम छ भन्दा क्वार्टरली पनि हाल्ने, त्यही पनि हामीले भ्याट हालिरहेको हुन्छौँ। सबै भ्याट एकुरेट नहुनसक्छ, कुनै कुनै बिल मिसिङ भएको हुनसक्छ है। अनि त्यस्तै गरी कुनै कुनै हामीले भ्याट हाल्दाखेरि चाहिँ सम एड गर्दाखेरि पनि हामीले छुटाएको हुनसक्छ होइन त। सो त्यो कुराहरू हामीले इयर एन्ड होइन, आर्थिक वर्ष सकिसके पछाडि त हामीले थाहा पाउँछौँ, बिलहरू जोड्छौँ, पार्टीहरूसँग हामीले लेजर मगाउँछौँ, त्यो भएपछि कुन कुन बिल छुटेछ भन्ने कुरा हामीलाई पत्ता लाग्छ होइन। त्यो छुटेको बिलहरूलाई चाहिँ हामीले के गर्नुपर्छ, रिकन्सिलिएसन होइन, भिआरएस बनाएर के गर्नुपर्छ, रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनुपर्छ है। यो फिस्कल इयर सके पछाडि यसलाई भन्छ भ्याट रिकन्सिलिएसन स्टेटमेन्ट है। त्यसमा हामीले एज पर हाम्रो बुक र एज पर भ्याट रिटर्नको क्लोजिङ ब्यालेन्सलाई बेसिस मानेर अनि हामीले त्यसलाई रिकन्सिलिएसन बनाउने हो है। अनि त्यस्तै गरी अब अर्को काम भनेको हामीले, हामीसँग त प्रोपर सिस्टममा रेकर्ड हुन्छ होइन, सिस्टममा हुन्छ। अब त्यसलाई चाहिँ हामीले एक्सपोर्ट गर्ने है, एउटा फाइल बनाउने, फिस्कल इयर 81-82को टास्क भनेर एउटा छुट्टै फोल्डर बनाउने। अनि त्यस पछाडि सिस्टमबाट विभिन्न रिपोर्टहरू निकाल्ने, फाइनेन्सियल रिपोर्टहरू जस्तै ट्रायल ब्यालेन्स होला, पर्चेस रिपोर्ट है, त्यस्तै गरी सेल्स रिपोर्ट अनि ब्यालेन्स सिट, पिएल, सबै कुराहरू हामीले आफ्नो सिस्टमबाट एक्सपोर्ट गर्ने, त्यहाँ एक्सेलमा है, एक्सेलमा एक्सपोर्ट गर्ने अनि एनालाइज गर्ने, हाम्रो पर्चेस कति भएको छ, सेल्स कति भएको रहेछ, स्टक कति छ भन्ने कुरा मजाले एनालाइज गर्ने, मजाले फाइनेन्स रिपोर्ट बनाउने होइन। अनि केही त्रुटिहरू छ भने त्यसमा हामीले फर्दर एडजस्टमेन्ट गर्न सक्यो। अब पछि अडिट पनि भइसके पछाडि अनि निकालेर काम छैन होइन, सुरुमै फिस्कल इयर सके पछाडि नै फर्स्टमै त्यो कामहरू गर्न पर्यो होइन। पछि अडिट सके पछाडि त त्यसको क्लोज नै भयो, इन्टायरली क्लोज भयो। त्यो बिचमा त्यो नहुन्जेलसम्मको बिच बिच टाइममा त हामीले के एडजस्टमेन्ट गर्नु सके, छुटेको छ भने बिचमा समायोजन गर्न पनि सक्यो है। सो फिस्कल इयर सके पछाडि केही चेकलिस्टहरू बनाएर यो कामहरू गर्न पर्यो। अनि अर्को हुन्छ प्रिपेरेसन अफ एनेक्स 13, यो भनेको अनुसूची 13। हामीले हिजो अस्ति पनि हेरेको थियौँ। यसमा के हुन्छ, यो कसरी बनाउने भन्दाखेरि हामीले पार्टीसँग पार्टी कन्फर्मेसन लेटर चाहिँ मगाएको हुन्छौँ है, त्यो लेटर हेर्दै हेर्दै हामीले यो रिपोर्ट बनाउने हो है। हामीले पार्टीसँग कन्फर्मेसन मगाउँछौँ अनि त्यो आधारमा चाहिँ यो रिपोर्ट बनाउने हो है। यसमा पार्टीको प्यान नम्बर राख्ने, अनि पार्टीको नाम राख्ने, पार्टीको पर्चेस हो कि सेल्स हो है, पर्चेस हो भने पी लेख्ने, मतलब त्यो पार्टीसँग हामीले
पर्चेस गरेको भने यहाँ पी लेख्ने, उसलाई सेल्स गरेको हो भने एस लेख्ने है। अनि उसँग चाहिँ डेबिट ब्यालेन्स भनेको उसँग लिनुपर्ने छ भने डी लेख, ऊ चाहिँ डेप्टर्स हो होइन, डेप्टर्स हो भने डी लेख्ने, उसलाई हामीले तिर्नुपर्ने छ क्रेडिटर्स हो भने यहाँ सी लेख्ने है यो रिपोर्ट बनाउँदाखेरि। त्यो अनि त्यस्तै गरी ओपनिङ ब्यालेन्स कति छ भनेको यो अघिल्लो वर्ष क्लोजिङ ब्यालेन्स कति थियो त्यो हाम्रो लेटरमै हुन्छ है। ओपनिङ ब्यालेन्स यहाँ राख्ने, अनि सर्भिस पर्चेस हो भने यहाँ राख्ने होइन, अनि गुड्स चाहिँ पर्चेस हो भने यहाँ राख्ने। क्यापिटल भनेको फिक्स्ड वाला है, जस्तै फर्निचर, ल्यापटप, प्रिन्टरहरू क्यापिटल भन्नु बित्तिकै फिक्स्ड नेचरको पुँजीगत हुन्छ। अनि अदर्स भनेको अरू पर्चेसहरू यहाँ राख्ने, अनि सेल्स गरेको सर्भिस सेल्स हो भने यो कोलममा राख्ने, गुड्स सेल्स हो भने यो कोलममा राख्ने है। अनि क्लोजिङ ब्यालेन्स भनेको चाहिँ हामीले उसँग लिनुपर्ने छ कि दिनुपर्ने छ, क्लोजिङ ब्यालेन्स भनेको लिनुपर्ने छ भने पोजिटिभमा, दिनुपर्ने छ भने नेगेटिभमा राख्ने है। यसरी यो रिपोर्ट बनाउने, यो भनेको चाहिँ एनएक्स 13 रिपोर्ट भन्छ। यसमा 1 लाखभन्दा बढी कारोबार भएको पार्टीसँगको डिटेल्स रहन्छ है। यो रिपोर्टमा चाहिँ 1 लाखभन्दा बढी, 1 लाखभन्दा कमको यसमा रहँदैन। 1 लाखभन्दा बढी एक वर्षभरिमा, एक आर्थिक वर्षभरिमा 1 लाखभन्दा बढी सेल्स पर्चेस अथवा डेबिट क्रेडिट ब्यालेन्स भएको पार्टीसँग चाहिँ हामीले यो रिपोर्टमा राख्छौँ। ठिक छ, यसलाई भन्छ एनेक्स 13 अनुसूची 13। ल, ठिक छ। अनि त्यस्तै गरी यो काम सके पछाडि अब उसको अडिट गराउनु पर्ने हुन्छ है। अनि त्यस्तै गरी ट्याक्स रिटर्न फाइलिङ गर्नुपर्ने हुन्छ है। अनि त्यो सँगसँगै ट्याक्स क्लेन्स लिनुपर्ने हुन्छ। कामहरू इयर एन्ड भइसके पछाडि गर्नुपर्ने कामहरूको कुरा गरिरहेको छौँ है हामीले। अब हामीले एकाउन्टहरू राखिसके पछाडि अब आर्थिक वर्ष पनि सकिन लाग्यो है। आर्थिक वर्ष सके पछाडि चाहिँ एकाउन्टेन्टले एउटा संस्थामा गर्नुपर्ने कामहरू चाहिँ के हुन्छ भन्ने कुरा हामी यहाँ चर्चा गरिरहेको छौँ है। अब फाइनेन्सियल स्टेटमेन्ट बनाउने भनेको चाहिँ खास एकाउन्टेन्टले हो है, यो कुरा कतिले बुझेर आउँदैन। फाइनेन्सियल स्टेटमेन्ट जस्तै ब्यालेन्स सिट बनाउने, प्रफिट एन्ड लस एकाउन्ट बनाउने, क्यास फ्लो बनाउने रेस्पोन्सिबिलिटी भनेको चाहिँ एउटा संस्थाको एकाउन्टेन्टको हो है, आफैले बनाउने हो है। फिस्कल सकिन्छ अनि त्यस पछाडि सिस्टमबाट डाटाहरू एक्सपोर्ट गर्ने, ट्रायल ब्यालेन्स एक्सपोर्ट गर्ने है। ट्रायल ब्यालेन्स भए पछाडि त फाइनेन्स रिपोर्ट त बनि नै हाल्छ है। अनि त्यस पछाडि उसले प्रोपरली ब्यालेन्स सिट, प्रफिट एन्ड लस एकाउन्ट, क्यास फ्लो आफैले बनाउने, प्रिपेयर गर्ने हो। अनि त्यस पछाडि त्यो प्रिपेयर गरेको ब्यालेन्स सिटलाई चाहिँ के गर्छ, अडिटरले त्यसलाई एक्जामिन गरेर अनि अडिट रिपोर्ट प्रोभाइड गर्छ है। अनि त्यस्तै गरी अब अडिट चाहिँ म्यान्डेटरी कसले गर्नुपर्छ, म्यान्डेटरी भनेको चाहिँ अनिवार्य रूपमा चाहिँ कसले गर्नुपर्छ भन्दाखेरि कम्पनीहरू है। हामीले स्टार्टिङ नै भनेको थियो कम्पनी भनेको चाहिँ एउटा प्रिभेटेड एलटिडी, प्राइभेट लिमिटेड, अर्को पब्लिक कम्पनी है। यो कम्पनीहरूले अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ है। अनि त्यस्तै गरी अरू प्रालि के अरे प्रोप्राइटरसिपले चाहिँ जसको टर्नओभर, जसको सेल्स चाहिँ 1 करोड छ, उसले मात्र अनिवार्य रूपमा स्ट्याट्युटरी अडिट गर्नुपर्ने हुन्छ है। जसको टर्नओभर 1 करोड भन्दा एनुअल्ली बढी छ भने है, सेल्स बढी छ भने उसले चाहिँ अनिवार्य रूपमा स्ट्याट्युटरी अडिट गर्नुपर्ने हुन्छ, नत्र पर्दैन। फाइनेन्सियल के अरे ट्याक्स रिपोर्टहरू मात्र डे 1 डे 2 भरे हुन्छ, अडिटै गराउनु चाहिँ पर्दैन यदि ब्याङ्क लोनहरू छैन, अरू कतै पनि मागेको छैन भने है। अनि त्यस्तै गरी अरू अदर्स बिजनेस जस्तै अरू भनेको चाहिँ एनजिओहरू भयो होइन, अरू संस्थाहरू सहकारीहरू भयो होइन, अरू संस्थानहरू, उपभोक्ता संस्थाहरू, अरू इन्टिटीले पनि गर्नुपर्छ है। अब किन गराउनुपर्छ अडिट रिपोर्ट भन्दा, अडिट भन्दाखेरि अडिट गराए पछाडि ब्याङ्कले अनिवार्य रूपमा ब्याङ्क लोनको लागि माग्छ है, लोन लिन पर्यो भने। अनि त्यस्तै गरी हामीले चाहिँ कर सुत लिन जाँदाखेरि पनि ट्याक्स अफिसले कम्पलसरीले माग्छ, ट्याक्स अफिसले है। अनि अद्यावधि गराउनुपर्छ हामीले कम्पनीलाई वार्षिक रूपमा, अद्यावधि गर्दा पनि अडिट रिपोर्ट माग्छ। एक्जिम कोडहरू रिन्यू गर्नु पर्यो, नयाँ लिनु पर्यो भने पनि हामीलाई उसले के अरे त्यहाँको अफिसहरूले माग्ने हुन्छ है। त्यो काममा चाहिँ अडिट रिपोर्टको युजेस हुन्छ। ठिक छ। अब एकाउन्टेन्टले अरू के काम गर्नुपर्ने हुन्छ भन्दाखेरि कम्युनिकेसन विथ अडिटर होइन।
फिजिकल सके पछाडि अडिट आउँछ अनि अडिटसँग डाइरेक्टली फेस टु फेस कनेक्ट हुने भनेको चाहिँ त्यहाँको एकाउन्टेन्ट हो होइन, किनकि जति कुरा एकाउन्टेन्टलाई थाहा हुन्छ उसको ओनरलाई पनि त्यो कुरा थाहा हुँदैन उसको हिसाब किताबको बारेमा होइन। सो एकाउन्टेन्टसँग मजाले बसेर कम्युनिकेट गरेर अडिट गर्नुपर्ने हुन्छ। त्यति बेला के गर्नुपर्ने हुन्छ भन्दाखेरि डिफ्रेन्ट डकुमेन्ट एन्ड इन्फर्मेसन अन अडिटर रिक्वायर, अडिटरले के माग्छ भन्दाखेरि के भन्छ, क्यान यु सेन्ड मी द फलोइङ रिपोर्ट्स एन्ड डकुमेन्ट्स भन्छ एकाउन्टेन्टलाई। एकाउन्टेन्टले के भन्छ, ओके आई विल सेन्ड यु एज सुन एज आई क्यान भन्छ है, जति सक्दो म प्रोभाइड गर्छु भनेर भन्छ। अनि त्यस पछाडि अडिटरले एकाउन्टेन्टसँग डकुमेन्टहरू माग्छ अनि एकाउन्टेन्टले अडिटरलाई डकुमेन्ट्स प्रोभाइड गर्छ होइन। अब त्यो डकुमेन्ट्सहरू चाहिँ के हो भन्दाखेरि अघिसम्म हामीले चर्चा गरेको एउटा भनेको चाहिँ पार्टीहरूको कन्फर्मेसन है, तपाईँको वर्षभरिमा कुन कुन पार्टीसँग चाहिँ कारोबार भएको छ अनि उनीहरूले पठाएको पार्टी कन्फर्मेसनहरू कति छन् भनेर सुरुमा यो माग्छ है। यो प्ररूपमा फाइलिङ बनाएर रिपोर्ट यो राखेको हुनु पर्यो होइन। अनि त्यस्तै गरी तपाईँको संस्थासँग चाहिँ कति ब्यालेन्स छ र ब्याङ्कले त्यसको सर्टिफिकेसन गरेको छ कि छैन छ भने त्यसको डकुमेन्ट ल्याउनुहोस् भन्छ है। छ मैले यो राखेको छु भने ठ्याक्क ब्याङ्कसँग ब्याङ्कले पठाएको ब्याङ्कको स्टेटमेन्ट हुन्छ क्लोजिङ ब्यालेन्स त्यो राख्ने। यदि डिफरेन्स छ भने त्यो सँगसँगै पछाडि एउटा भिआरएस पनि एट्याच गर्ने है, भिआरएस सरी बिआरएस ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट है। त्यो भनेको चाहिँ यदि हाम्रो एज पर बुक र एज पर ब्याङ्क ब्यालेन्स डिफरेन्स छ भने के कारणले डिफरेन्स भयो त्यो डिफरेन्सको रिजनिङ सहितको एउटा स्टेटमेन्ट हो है ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेको चाहिँ। अनि त्यस्तै गरी फाइनेन्सियल स्टेटमेन्टहरू होइन, तपाईँले बनाएको चाहिँ संस्थाको ब्यालेन्स सिट ल्याउनु, ट्रायल ब्यालेन्स दिनुहोस् अनि प्रफिट एन्ड लस एकाउन्ट दिनुहोस् होइन भनेर रिक्वायर गर्न सक्छ, त्यो हामीले एकाउन्टेन्ट आफैले बनाएको हुन पर्यो। ठिक छ। अनि त्यस्तै गरी संस्था चाहिँ भ्याटमा छ भने तपाईँको वर्षभरिको 12 महिनाको भ्याटको रिपोर्ट्सहरू ल्याउनुहोस् होइन, भ्याटको विवरण अनि भ्याट हाल्नको लागि बनाएको रिपोर्ट्सहरू होला होइन। अनि त्यस्तै गरी अरू भ्याट तिरेको डकुमेन्टहरू त्यहाँ सिस्टमबाट एटिआर भन्ने आउँछ, अडिट ट्रायल रिपोर्ट भनेर एटिआर होइन, त्यो ब्यालेन्सहरू पनि पठाउन पर्यो। ठिक छ। अनि त्यस्तै गरी संस्थाले चाहिँ हरेक कारोबारको होइन सेल्सको भयो पर्चेसको भयो एक्सपेन्सेसहरूको भयो त्यसको के राखेको हुन्छ, भाउचर राखेको हुन्छ होइन, भाउचर उठाएको हुन्छ होला, त्यो भाउचर पनि प्रोभाइड गर्न पर्यो होइन, त्यसको लागि भाउचिङ गर्नको लागि भेरिफिकेसन गर्नको लागि। अनि अदर अरू रिपोर्टहरू जस्तै विभिन्न अरू भन के आउन सक्छ भन्दाखेरि अरू भनेको चाहिँ सेल्स बिलहरू आउन सक्ला होइन, ब्याङ्क इन्ट्रेस्ट सर्टिफिकेट आउन सक्ला। ठिक छ। अनि अरू प्रोपर के अरे फिक्स एसेट्स रजिस्टर हुन सक्ला। अरू डकुमेन्टहरू पनि हामीले प्रोपरली रूपमा राखेको हुन पर्यो इयरिङ सके पछाडि है। ल अनि त्यस पछाडि अब सबै अडिट पनि भइसक्छ, सबै कुरा भइसक्छ, ट्याक्स क्लियरेन्स लिनुपर्छ अनि है हामीले इन्कम ट्याक्समा डे 3 फाइलिङ गरेर अब डे 1 डे 2 डे 3 के फाइलिङ गर्नुपर्छ। डे 1 र डे 2 त अटोमेटिक रूपमा अनलाइनबाट आइ नै हाल्छ। अलिक ठुलो संस्थाको लागि चाहिँ जस्तै यो सरकारी स्कुल्स भयो अरू कम्पनीको लागि चाहिँ ट्याक्स अफिस नै गएर डे 3 सब्मिट गरेर ट्याक्स अफिस नै गएर ट्याक्स क्लियरेन्स सर्टिफिकेट लिनुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ के गर्नुपर्छ, सुरुमा त के गरेको हुनु पर्यो, सुरुमा त इन्कम ट्याक्स फाइलिङ गरेको हुनु पर्यो, डे 3 भरेको हुनु पर्यो। ठिक छ। अनि त्यस पछाडि त्यो सबै डे 3 भरिसकेको छ भेरिफाई पनि गरिसकेको छ भने चाहिँ हामी ट्याक्स अफिस जाँदाखेरि चाहिँ के गर्नुपर्छ भन्दाखेरि त्यहाँ गएर एउटा तपाईँको त्यहाँ फर्म हुन्छ है, त्यहाँनिर एउटा ट्याक्स अफिसमा एउटा फर्म हुन्छ, त्यो फर्म भर्ने है अनि त्यो फर्म त्यहाँ सब्मिट गर्ने। त्यो फर्म सँगसँगै हामीले अरू के डकुमेन्ट चाहिँ राख्नुपर्छ लिएर जानुपर्छ भन्दाखेरि एउटा भनेको चाहिँ अडिट रिपोर्टको कपी है, अडिट भए हुन्छ अडिट रिपोर्टको कपी लिएर जानु पर्यो। अनि त्यस्तै गरी टिडिएस रिपोर्ट इटिडिएस रिपोर्ट भन्छ, जति पनि हामीले टिडिएस गरेको छ त्यो टिडिएसको पनि रिपोर्ट लिएर जानुपर्ने हुन्छ है, टिडिएस रिपोर्ट पनि लिएर जानुपर्ने हुन्छ। अनि त्यस्तै गरी इन्कम ट्याक्स पेमेन्ट गर्नुपर्ने छ भने त्यो ट्याक्स पेमेन्ट गरेको भाउचर पनि लिएर जानुपर्ने हुन्छ है, इन्कम ट्याक्स पेमेन्ट गरेको भाउचर पनि लिएर जानुपर्ने हुन्छ। अनि त्यस्तै गरी भ्याट पनि पेमेन्ट गर्ने छ है, भ्याट पेमेन्ट गर्नुपर्ने देखिएको छ भने भ्याट पेमेन्टको पनि भाउचर है, भ्याट पेमेन्ट गरेको भाउचर पनि लिएर जानु पर्यो। ठिक छ। अनि त्यस्तै गरी डे 3 को विभिन्न एनेक्सर हुन्छ, जस्तै हामीले लानुपर्ने भनेको चाहिँ डे 3 भरे पछाडि त्यहाँनिर NX 5 NX 2 NX 10 र NX 13
है यो त इनेक्स चाहिँ हामीले लिएर जानुपर्ने हुन्छ। NX5 भनेको हाम्रो इन्कम एक्सपेन्स कति हो, यसमा यो देखिन्छ। NX2 भनेको हाम्रो ट्याक्स कति आएको छ, त्यो ट्याक्स एमाउन्ट देखिन्छ। अनि NX10 भनेको हामीले कति ट्याक्स तिरेको छ, होइन, ट्याक्स तिरेको कुरा NX10मा देखिन्छ है। अनि NX13 भनेको चाहिँ अघि हामीले हेरेको, त्यसमा अब ब्यालेन्स सिटको आइटम पनि हुन्छ र 1 लाखभन्दा माथिको पार्टीहरूको डिटेल्स पनि NX13मा हुन्छ है। यो डे 3 भरे पछाडि यो एनेक्सहरू त्यही अनलाइन त्यही के अरे हामीले लगइन गरे पछाडि त्यही आउँछ। अनि यो रिपोर्ट लिएर सँगसँगै लिएर एउटा फाइल बनाएर ट्याक्स क्लियरेन्सको लागि हामी जान पर्छ। अनि मात्र त्यहाँको ट्याक्स अफिसरले मजाले हेरेर इन्सपेक्सन गरेर अनि सबै ठिक छ भने इन्स्ट्यान्टली ट्याक्स क्लियरेन्स दिइहाल्छ है। त्यही अब ट्याक्स पेड गरेको हुनु पर्यो, टिडिएस गरेको हुनु पर्यो, भ्याट तिरेको हुनु पर्यो, इन्कम ट्याक्स तिरेको हुनु पर्यो। अनि बायोमेट्रिक पनि हुन्छ है, जस्तै ओनरको चाहिँ हरेक कम्पनीको, अब कम्पनी छ भने कम्पनीको अध्यक्ष, अनि अब फर्म छ भने फर्मको प्रोपाइटर है, उनीहरूको चाहिँ बायोमेट्रिक गरेको हुनु पर्यो। बायोमेट्रिक भनेको त्यहाँ ट्याक्स अफिसमा गएर फोटो खिचेर त्यहाँनिर चाहिँ आफ्नो त्यो फिङ्गर प्रिन्ट गरेको हुनुपर्छ। जस्तै पहिला पहिला चाहिँ के हुन्थ्यो भने फोटो राखेको हुन्थ्यो, त्यो प्यान नम्बरमा फोटो पेस्ट गरेको हुन्थ्यो है। त्यो पेस्ट गरेको फोटो छ भने हुँदैन, बायोमेट्रिक गरेको हुनु पर्यो। अहिले भनेको चाहिँ त्यो डिजिटलवाला फोटो हुन्छ, त्यो गरेको हुनु पर्यो। बायोमेट्रिक गरेको छ भने मात्र कर चुक्ता आउँछ, नत्र भने कर चुक्ता आउँदैन है। यी कामहरू हुन्छ बेसिकल्ली इयर इन सके पछाडि एउटा एकाउन्टेन्टले गर्नुपर्ने कामहरू है। सरस्वतीहरू एकचोटि फेरि, एउटा भनेको फिजिकल स्टक काउन्टिङ, फिजिकल स्टक भेरिफिकेसन गर्नु पर्यो है। एज पर बुक र एज पर फिजिकल स्टक मिलेको छ कि छैन है। एउटा सिट बनाउने, स्टकको आइटमको नाम लेख्ने, अनि त्यहाँनिर चाहिँ फिजिकल एज पर बुक भनेको हाम्रो सफ्टवेयरबाट निकाल्ने स्टक है। सफ्टवेयरबाट निकाल्दाखेरि कति स्टक आउँछ त्यो स्टक एक्सलमा राख्ने। अनि हामीले फिजिकल्ली काउन्ट गर्दाखेरि हरेक स्टकलाई गर्नु पर्यो कि एक दिनभरि लाएर स्टाफ लाएर भए पनि गर्नु पर्यो। अनि स्टक गन्दाखेरि कति आउँछ र डिफ्रेन्स कति आयो, होइन, डिफ्रेन्स आउनु कारणहरू के होला, सेल्स बिल नकटेर हो कि बढी कटेर हो कि बिल मिसिङ भएर हो कि, त्यो रिजन खुलाउने, रिजन लेख्ने है। अनि यो भनेको स्टक भेरिफिकेसनको काम भयो। अनि अर्को भनेको ब्याङ्क रिकन्सिलिएसन, हामीले ब्याङ्कबाट सर्टिफिकेट मगाउने, अनि यस पर हाम्रो सिस्टमको ब्याङ्क ब्यालेन्स र ब्याङ्कले दिएको रिपोर्ट मिलेको छ कि छैन, मिलेको छ भने इट्स ओके, मिलिहाल्यो। मिल्दैन भने नमिल्नेको कारण के हो त्यो कारण पत्ता लगाएर ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट बनाउने है। अनि त्यस्तै गरी ब्याङ्क सर्टिफिकेट, ब्याङ्क कन्फर्मेसन सर्टिफिकेट भनेको यो चाहिँ ब्याङ्कसँग हामीले लोन लिएको छ भने ब्याङ्कले यो रिपोर्ट दिन्छ हामीलाई। यसमा के हुन्छ, ब्याङ्कमा भएको हामीले तिर्न बाँकी आउटस्ट्यान्डिङ लोन कति छ असार ऐनमा, हामीले वर्षभरि तिरेको लोन, सरी, इन्ट्रेस्ट एमाउन्ट कति तिरेको छौँ, त्यो कुराहरू चाहिँ हामीलाई यो सर्टिफिकेटमा ब्याङ्कले प्रोभाइड गर्छ है। यो यदि लोन छ भने यो सर्टिफिकेट आउँछ, लोन लिएको छ भने। अनि अर्को भनेको पार्टीसँगको कन्फर्मेसन है। हामीले वर्षभरिमा कुन पार्टीसँग कति कारोड गरेको छौँ, त्यो पार्टीसँग हामीले लेजर भिडाउने, अनि बोथ पार्टीको ब्यालेन्स इक्वल हुनु पर्यो। मिलेको छैन भने बिल मिसिङ छ अथवा के कारण छ मिलाएर राख्ने है। लेजर मगाएर हुन्छ कि बिल मगाएर हुन्छ कि यो काम गर्नु पर्यो। अनि त्यस्तै गरी अब मिसिङ बिलहरू छ भने त्यसलाई कलेक्सन गर्नु पर्यो, अनि त्यसलाई एडजस्टमेन्ट गर्नु पर्यो, होइन, भ्याट रिकन्सिलिएसन बनाउनु पर्यो है। 1 वर्षसम्मको भ्याट दिन पाइन्छ, ठिक छ। अनि त्यस्तै गरी विभिन्न रिपोर्टहरू एक्सपोर्ट गर्नु पर्यो आफ्नो सिस्टमबाट। ट्यालीमा छ भने ट्यालीमा, अरू सफ्टवेयरबाट ट्रायल ब्यालेन्स, त्यस्तै गरी चाहिँ ब्यालेन्स सिट पिएलहरू एक्सपोर्ट गरेर एक्सेलमा एक्सपोर्ट गरेर रिपोर्टहरू हेर्नु पर्यो, एनालाइस गर्नु पर्यो, होइन, रिपोर्टहरू बनाउनु पर्यो। अनि NX13हरू बनाउने, यो कुराहरू हामीले इयर एन्डमा गर्नुपर्ने कामहरू यति हुन्छ है। यसको चेकलिस्ट अब असार मसान्त पनि आउन लाग्यो। अब यो कुराहरूको चाहिँ चेकलिस्ट नै बनाउनु पर्यो। म त्यहाँ ग्रुपमा एउटा चेकलिस्ट बनाएर पनि पठाइदिन्छु। त्यो चेकलिस्ट भनेको चाहिँ एउटा एकाउन्टेन्टले असार मसान्त सके पछाडि गर्नुपर्ने कामहरू भनेर एउटा चेकलिस्ट आउँछ, त्यो हेरेर एउटा चेकलिस्ट रेडी गर्नु पर्यो है। ल आजलाई यति गरौँ, अब फर्दर फेरि हेरौँला है। ल आजलाई यति गरे।